पत्याउनुहुन्छ त एकदेव लिम्बुको गीत छ नि ठ्याक्कै यो पोर्ट्रेटलाई सुहाउँछ के सो हे गाइस दिस इज माही एन्ड आई मेक ग्लास पेन्टिङ्स विथ फेस डिटेल्स मलाई चाहिँ एटमोस्फियर बनाउनु पर्छ क्या सुरुमा सो म यो सेन्टेड क्यान्डल बाल्छु मैले आफै बनाएको हो यो अहिलेसम्म बनाएको फेभरेट पोर्ट्रेट कुन होला त यो चाहिँ मेरो वान अफ द फेभरेट हो किनभने मलाई यसको सबै मन पर्यो कि आँखादेखि लिएर लिप्स लुगाको डिटेल्स अनि त्यो फ्लावर जुन मैले स्टार्टमा बनाएको थिएँ उहाँको आँखा बनाउँदाखेरि चाहिँ मलाई एउटा गीत याद आयो के गजलुती ठुला ठुला आँखा मान्नुहुन्छ कि नै त आँखामा पनि हाइलाइट्सहरू हुन्छ कि अनि यो पोर्ट्रेटमा चाहिँ मलाई त्यो हाइलाइट पनि एकदम मन परेको छ अब चाहिँ लिप्स बनाऊँ है त अनि दिस कमेन्ट Do you know what I can't believe is that is handmade ke it is really so gorgeous. Thank you so much for your comment अनि यो पोर्ट्रेट कस्तो बन्यो भनेर चाहिँ लास्टसम्म हेर्नुपर्छ है तपाईले कलरहरू सबै सँगै लगाउँदा लतपत हुँदैन ल हेर्नु है मैले सबै लतपत लगाइरहेको छु कस्तो हुँदो रहेछ त यो पोर्ट्रेट कसरी मिल्न आउँछ होला त त्यो चाहिँ सबै स्किन टोन कलरहरू ब्लेन्ड हुने गरी म्याचिङ बनाउनु पर्छ के सो हाम्रो आजको पोर्ट्रेट चाहिँ रेडी भइसक्यो लेट्स सी यो चाहिँ कस्तो बन्यो त क्लाइन्टलाई एकदम मन पर्यो हजुरलाई कस्तो लाग्यो भन्नु होला अनि गाह्रै छ के अनि यो पोर्ट्रेट मैले उल्टा बनाएको भनेर